तपाईहरुलाई थाहा छ, हामीलाई रिस उठ्नुको कारण अरु कसैको व्यवहार भन्दा पनि हामीले जनाउने प्रतिक्रियाले गर्दा हो। कसरी भनेर आजको यो सानो स्टोरीबाट बुझ्ने कोसिस गरौँ है। धेरै समय पहिले एउटा ठूलो जंगलमा एउटा गुम्बा थियो जहाँ थुप्रै भिक्षुहरूले ध्यान गर्थे। त्यसमध्ये केही पुराना भिक्षुहरू थिए, केही धेरै जस्तो नयाँहरू थिए। नयाँ भिक्षु मध्ये एकजनालाई ध्यान गर्न एकदम गाह्रो भइरहेको थियो, जसले गर्दा उसलाई एकदम रिस उठिरहेको थियो। अनि एक दिन मेन्टरले सोधे, तिमीलाई किन यति धेरै रिस उठिरहेको छ भन्दाखेरि उनले भने, मलाई मेरो वरिपरिको यो जनावरहरू, मान्छेहरू, चराचुरुङ्गीहरू, रुख बिरुवाहरूले मलाई एकदम डिस्टर्ब गरिरहेको छ। यो आवाजले गर्दाखेरि मैले ध्यान गर्न, फोकस गर्न पाइरहेको छैन, जसले गर्दाखेरि मलाई रिस उठिरहेको छ। त्यसपछि मेन्टरले भने, ओके, त्यसो भए तिमीलाई एउटा कुनै यस्तो शान्त ठाउँ खोज जहाँ चाहिँ तिमीले ध्यान गर्न सक। त्यसपछि ऊ त्यस्तो शान्त ठाउँ खोज्दै गयो, एउटा तलाउको किनारमा गर्न थाले। त्यहाँ पनि उनलाई शान्त भएन, जनावरहरू आएर पानी पिउन थाले छेउछाउबाटै। अनि त्यसपछि नजिकै रहेको एउटा बोट देखे उनले, डुङ्गा। अनि उनको माइन्डमा एउटा आइडिया आयो कि यो डुङ्गा लगेर तलाउको बिचमा गएर गऱ्यो भने चाहिँ मलाई त्यहाँ कसैले डिस्टर्ब गर्दैन। त्यसपछि उनले त्यो तलाउको बिचमा लगेर त्यो डुङ्गामा बसेर त्यहाँ ध्यान गर्न थाले। 1-2 दिनसम्म त्यहाँ उनलाई एकदम निकै सहज भयो, त्यहाँ चाहिँ कसैले डिस्टर्ब गरेन। उनलाई लाग्यो कि समस्याको समाधान भयो। तर तेस्रो दिन जब उनी त्यो डुङ्गामा बसेर ध्यान गरिरहेका थिए, त्यतिकैमा एउटा नजिकै डुङ्गा आउँछ जसले गर्दाखेरि पानीको हलचल हुन्छ र उनको ध्यान फेरि भङ्ग हुन्छ। उनले आँखा खोलेर हेर्दाखेरि एउटा डुङ्गा उनीतिरै आइरहेको हुन्छ। उनी कराउँछन्, तिम्रो डुङ्गा उता लगेर जाऊ, म यता ध्यान गरिरहेको छु, किन डिस्टर्ब गर्न आइरहेछौ भनेर उनले कराउँछन्। त्यही पनि डुङ्गा नजिक आउँछ, झन्झन नजिक आउँदै उनको डुङ्गासँग अर्को त्यो नजिक आएको डुङ्गा ठोकिन्छ, जसले गर्दा उनलाई अझ धेरै रिस उठ्छ। मेरो ध्यान भङ्ग गर्यो, मेरो डुङ्गासँग डुङ्गा ठोकायो, यत्रो धेरै ठुलो तलाउमा उताबाट लगेको भए पनि त हुन्थ्यो भन्ने जस्तो कुरा गर्छन् उनले। अनि उठेर हेर्दाखेरि त्यो अर्को जुन डुङ्गा आएको थियो, त्यो डुङ्गा चाहिँ हावाले ल्याएको थियो बहाएर। र त्यो उनले उठेर हेर्दाखेरि त्यो भित्र कसैलाई पनि देख्दैन। त्यति भइसकेपछि उनको मनमा आउँछ, ओहो, यो डुङ्गा त आफै आएको रहेछ भनेर जुन उनलाई रिस उठिरहेको थियो, त्यो रिस बिस्तारै शान्त हुन थाल्छ। किनकि अब त्यहाँ रिसाउने कोसँग? कोही छैन, खाली डुङ्गा छ। हो त्यस्तै यो हाम्रो वरिपरिको वातावरण, यो परिस्थितिहरू, यो मान्छेहरू भनेको त्यो खाली डुङ्गाहरू जस्तै हो। हाम्रो रिस, दुःख, तनाव चाहिँ अरू मानिसहरूले भन्दा पनि हामीले देखाउने प्रतिक्रिया, रिएक्सनले निम्त्याउँछ। हामीले सोच्दछौँ फलानाले यस्तो भन्यो त्यही भएर मलाई रिसायो, तर वास्तवमा त्यो घटनाले भन्दा पनि हामीले जुन त्यसको व्याख्या गर्छौँ, जुन अर्थ लगाउँछौँ, त्यसैले त्यसको भावना तय गर्छ। यहाँ खाली डुङ्गाको अर्थ धेरैजसो अवस्थामा अरू मानिसहरू अथवा परिस्थितिलाई बुझाउँछ जुन हाम्रो नियन्त्रणमा हुँदैनन्। सधैँ हामीले सोचे जस्तो व्यवहार उनीहरूले नदेखाउन सक्छन्, तर हामीले त्यसमा जुन अर्थ लगाउँछौँ, त्यसको जुन व्याख्या गर्छौँ हामीले, त्यो चाहिँ हाम्रो दुःख अथवा रिसको कारण बन्न सक्दछ। यदि हामीले हाम्रो सोच र प्रतिक्रियालाई निहाल्न सक्यौँ भने रिस आउने कुराहरू पनि एउटा शान्तिको कारण बन्न सक्दछ। प्रतिक्रिया बदलौँ, जीवन बदलौँ। धन्यवाद।